गाइजहरु म चाहिँ भक्खर उल्टी हानेर आएको के कान्लाबाट के उहाँ कान्लाबाट उल्टी हानेर आएको बाख्रा पनि भुकाल्थे अब सर्ट भिडियोमा हालिदिन्छु है त मान्छे हिँड्छ चाहिँ गाइजहरु न मरुबाट जाँडा हारी नि हाल्दैन त्यही भएर मलाई नहेरेको सुन्न नि हेरी गाइजहरु अब चाहिँ म सर्ट भिडियोमा हालिदिन्छु उल्टी हानेको हैन अनि गरी हेर्नु है त त्यही अब लङ भिडियोमा नि यसो हाल्नु भनेको गाइ चाहिँ लङ भिडियोमा त अब धेरै भ्युज आउँदैन कि बरु सर्ट भिडियोमा बरु 1000 त स्योर आउँछ भ्युज है कहिले कहिले 4-5 हजार पनि आउँछ कि सर्ट भिडियो चाहिँ खतरा हुन्छ क्या सब्सक्राइबर पनि खतरा पर्छ गाइ सर्ट भिडियोबाट हैन तेरो म चाहिँ सर्ट भिडियो पनि बनाउँछु लङ भिडियो झन् डेली हो हैन किप वाचिङ गाइजहरु हेर्नु यहाँ चाहिँ केरा डल्या नि त अनि हिजोको ब्लगमा चाहिँ मैले भन्नै बिर्सेछु हिजोको ब्लगमा भन्नु बिर्सेछु तेरो आज देखाइदिएको हेर्नु केरा दिनमा हेर्नु यहाँ ढलेको कि नचिपिकन ढले चाहिँ उता नि छ अर्को देख्नुभयो अर्को बोटा नि फरिरह चट्ट देखिहालेँ होइन अनि त्यहाँबाट यसो भनिदिइहालेको होइन किप वाचिङ गाइजहरु मलाई चाहिँ दुईजनाले हेरिरहेको छ कि कोले थाहा ल हेर्नु है त दुईटा मित भाइले हेरिरहेको छ मलाई बाख्राले हेरिरहेको छ बाख्राले त हेर्छ मान्छेले किन हेर्ने कि बाख्राले त हेरे के गरे भनेर मान्छेले झन् के गर्नु पराल सुकाएको छन् पानी पर्ला जस्तै भएछ हेर्नु त पराल सुकाएको पानी पर्ला जस्तै भयो अँधेरो 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 भएको छ अब पराल छोप्नु जानु पर्यो के पछि गाइजहरु मान्छे पराल पनि छोपेर आइसक्यो है 2 टोको पराल पनि ल्याइसक्यो अब बेलुका पानी पर्न सक्छ है अब घाँस हाल्न मात्र अब 3-4 दिन नै पर्न सक्छ हैन 2टा टोको पराल ल्याइसके मैले है पराल पनि छोपेर आइसक्यो ल हेर्नु चट्ट लाएर पराल छोप्दिसक्यो ओ चुडक अहिले चाहिँ मलाई हेरेर बस्छ अहिले चाहिँ करा बाख्रा अहिले चाहिँ चर्ने हैन अहिले चाहिँ मलाई हेरेर बस्छ अहिले चाहिँ कराएर अब चट्ट लाएर पराल भित्र राख्नु पर्यो यसलाई हैन यो ढोकाबाट छिराएर हालेर राख्नु पर्यो के पछि अनि त्यसपछि कुडो पकाउनु पर्छ फेरि यहाँनिर कुडो पकाउनु पर्छ अब हैन यहाँनिर तपाईहरु चाहिँ हेरिरहनु के पछि गाइजहरु पानी पर्ला हैन तेरो म चाहिँ यहाँ बाछो थुन्दैछु के यहाँ भित्र देख्नुभयो उता चाहिँ गाई छ यता चाहिँ बाछो थुन्नी हो अब चेप दिनु पर्यो हैन यो काठहरुले यसले यता चेप दिने यसले चाहिँ यता चेप दिन्छ है त गाइजहरु मैले चाहिँ चेप दि ल यस्तो भइछ हैन बाघ आउँदैन नि त हैन बाघ आए पनि फर्केर जान्छ नि त बाछाले केही पनि गर्दैन नि त किप वाचिङ गाइज हैन अब चाहिँ छिटो अब गाई पनि दुनी बेला भइसक्यो गाइज मैले अनि गाइज हैन लाइक एन्ड सब्स्क्राइब हाल्नु हैन मैले भन्न बिर्से पनि त अब त सम्झिहाल गाइजहरु पानी के रे गाई दुनी बेला पनि भइसकेछ हैन अब चाहिँ गाई दिनु पर्यो गाइज दुईटै गाई दिनु पर्छ के बुझ्नु त अनि म चाहिँ भर्खर बाख्रालाई हालेको गाई छैन 5-5:30 हुन लागिसक्यो तर अँधेरो जस्तो भइसक्यो हेर्नु त अँधेरो हुन लागिसक्यो है तेरो म चाहिँ गाई दिन्छु हैन दुईटै गाई दिनुपर्छ नि एउटाले 5 लिटर दिन्छ एउटाले अर्कोले नि 4-5 चाहिँ दिन्छ तर म 20-25 मिनेट लाग्छ मलाई त्यसपछि हैन बेलुकासम्म ब्लग गर्छु हैन तपाईहरु चाहिँ हेर्नु म चाहिँ गाई दिनु गाइजहरु 5 बजिसक्यो हेर्नु यस्तो रात परिसक्यो हेर्नु त 5:30 भयो यस्तो रात परिसक्यो अब म एउटा गाई दुने हो त्यसपछि फेरि भिडियो गर्छु त के पछि गाइजहरु हिजो चाहिँ 8:30 बजे भात खाइसकेको थियौँ आज चाहिँ बल्ल 6:30 बजे चिया खान लाग्यो हिजो 8:30 बजे भात खाएको आज चिया खाँदैम है किनभने आज कुडो खाएन नि त कुडो खुवाएन गाईलाई कुडो खाएर आउने तर भात पकाउने बल्ल खानुपर्छ हैन आज चाहिँ बच्चा 9-10 बच्चा आज चाहिँ के पछि म अपडेटहरु भन्नुहुन्छ कि गाइजहरु चिया चाहिँ खाएर भ्यायो अब बाछोलाई चाहिँ दुध दिएन बाछोलाई दुध दिने यहाँ छ बाछोको दुध चाहिँ अब यति लहर दिन्छु कि वाचिङ है त ओके लभ यु कुडो पनि खुवाएर भ्यायो अब चट्ट लाएर भात पकाएर खानु मात्र बाँकी घाँस हाल्नु पर्यो उतिबाट घाँस खाने के You can leave me now. Thanks for watching. See you tomorrow. Love you. Goodbye. GUYS. Dinner time. Bye. Like and subscribe, okay?